हे गाइज वेलकम ब्याक टु द न्यू एपिसोड गाइज। सो आजको दिन भनेको एकदम बबाले जानेछ होइन। आज हामी भाटाको बेला चाहिँ इन्स्टल गर्न आँटेको छु मेरो रुममा होइन। सो तपाईँहरू हेरेर हामीलाई साथ दिनु होला होइन। एन्ड गाइज म चाहिँ बेलुका नै भिडियो बनाउँछु भनेको थिएँ, तर बेलुका कस्तो गलियो छ होइन। त्यही भएर म सुतिहालेँ एन्ड बिहान उठेर अलिकति बनाएँ होइन। सो रुम चाहिँ कस्तो भएको छ भनेर म तपाईँहरूलाई देखाउनु गएर चाहिँ हेर्नु होला होइन। रुम के कस्तो भएको छ एन्ड कमेन्ट गरिदिनु होला होइन। वरिपरि हुनेछ। फिलहाल अहिले हामी रुमतर्फ लागौँ। हुनु त म रुममै छु कि, तर यतापट्टि छु होइन। त्यहाँनिर गएर डिटेलमा देखाउनु पाउँदा अलिकति राम्रो होइन तपाईँहरूलाई। रुम भनेको चाहिँ यो टाइपको छ होइन। सो यसमा मैले चाहिँ यो बिटहरू किन नलागो भन्नुहुन्छ भने यहाँनिर सबै काठको बिटहरू हाल्नुपर्ने रहेछ क्या। यो बाँसको हाल्दाखेरि अलिकति नराम्रो देखिने भयो होइन। सो काठको बिटै हाल्ने मैले सोचेँ एन्ड यहाँनिर घर अगाडि एउटा रुख पनि छैन। त्यो रुखलाई ढालेर चाहिँ भोलितिर चिराउनु लगेर चाहिँ काठको बिट हालिदिनु पऱ्यो भनेर सोचिरहेको छु होइन। एन्ड यतातिर भनेको पनि अहिले चाहिँ बाँसकै बिट लगाइरहेको छ, बट काठको बिटै लाउने सोचिरहेको छु। पर्दा सर्दा एकदम मस्त लागिरहेछ। यसलाई ढोका भनेको पनि अब प्लाईको हुन्छ कि बाँसको हुन्छ त्यो चाहिँ थाहा छैन होइन। एन्ड लाइटिङ डेकोरेसनहरू पनि गर्नु मन छ, यतातिर सबैतिर गर्नु मन छ। सो उयो भनेको चाहिँ के भन्छ त्यसलाई, ऱ्याक 3 स्टेपको ऱ्याक बनाउनु खोजा, बट अलिअलि भएको छैन होइन। त्यसलाई पनि अलिअलि सामान लाउनु पर्नेछ। सो त्यो भनेको आज लगाएर लाउनु पर्नेछ। यस्तै छ अब रुम बनिँदैछ होइन। अब एकैचोटि भन्दा पनि अब रुम बनाउँदै जाउँ, हेर्दै जाउँ होइन। योभन्दा राम्रो अब अझै अर्कोचोटि चाहिँ योभन्दा अनि धेरै राम्रो भएर आउनेछ, किनभने यतापट्टिको लाग्छ। यसमा भनेको चाहिँ झ्याल पनि निस्किन्छ क्या, अनि त्यतापट्टि भनेको चाहिँ झ्याल पनि निस्किन्छ, अलिकति राम्रो हुन्छ होइन। सो आजको भिडियोलाई धेरै लामो बनाउनु चाहन्न म होइन। त्यही भएर चाहिँ आज यतातिर समाप्त गर्थेँ मलाई, किनभने म काममा जानु पनि छ होइन। सो नास्ता खाएर यस्तो फ्रेस भएर चाहिँ म कामतिर पनि जानु मन छ। सो बाई बाई गाइज, पारा। लास्टमा चाहिँ म के भन्न चाहन्छु भने न्यु इयरको हल्का त्यहाँनिर डान्स थियो होइन। त्यो मैले यतापट्टि लगाइदिएको छु होइन, लास्टमा लगाइदिएको छु। त्यो पनि हेर्नु होला। एन्ड WWE पनि छ होइन हाम्रो बहिनीहरूको, त्यो पनि हेरिदिनु होला। एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है त गाइज। बाई बाई। यसरी हान्ने हो नि त, आन न झट्टी ब्याग ल यिनीहरूले मलाई हान्छ जस्तो छ। जवानी देखी दुखी हाम्रो कहानी।